ल हेर्नुहोस्, खाँचीकोट दरबार र खाँचीकोट भगवती मन्दिर थुम्को परेको डाँडाको चुचुरोमै अवस्थित छ यो दरबार। अर्कोतर्फ गहिराईमा सन्धिखर्क बजार यहीँबाट टाढा देख्न सकिन्छ। 24 राज्यको खाँची राज्यको दरबार हो यो। पृथ्वीनारायण शाहलाई युद्धकला सिकाउने आमा रानी चन्द्र प्रभावती यही राज्यकै राजकुमारी थिइन्। त्यो बखत यो भेगमा दुईवटा साना राज्य थिए, अर्घा र खाँची। पछि दुई राज्यबीच लडाईँ पश्चात सन्धि भयो सन्धिखर्कमा। अहिले त अर्घा खाँची एक भएको छ। हाल जिल्लाकै रूप लिएको छ अर्घा खाँचीले। ल हामी अहिले छौँ अर्घा खाँचीको खाँची दरबारमा। खाँची दरबार यदि तपाईँलाई थाहा छैन भने अर्घा खाँची जुन अहिलेको जिल्लाको नामाकरण छ त्योसँग सम्बन्धित स्थान यो पनि हो, किनभने योभन्दा माथिको अर्घा दरबार र यो खाँची दरबार अथवा पहिलेको दुईटा राज्य बिचको चाहिँ युद्ध पश्चात यो पछि एकीकरण भयो। यहाँ तल सन्धिखर्क बजार छ जहाँनिर त्यहाँ सन्धि भएको स्थान पनि भनिन्छ र यो ठ्याक्कै अहिले सन्धिखर्क पनि हामीले हेर्दा चाहिँ अर्घा र खाँचीको बिचमा गहिरोमा पर्ने स्थान पनि हो भनेर चाहिँ हामीले आकलन गर्न सक्छौँ। त्यसै पनि छ भूगोलको आधारमा चाहिँ। खाँचीमा अहिले हामीले हेर्दाखेरि एउटा मन्दिर र एउटा दरबार देख्न सकिन्छ। दरबार पक्का पनि पुनर्निर्माण भएको हो। यो पहिले त अर्कै स्वरूप थियो अरे भन्ने पनि सुनिन्छ। मन्दिर कालिका देवीको हो। यहाँ कालिका माताको पूजा आजा पनि नित्य रूपमा गर्ने गरिन्छ। यो ठाउँ पनि निकै सुन्दर छ। हुन त पहिलेका दरबार कोतहरू डाँडाको चुचुरोमै बनाइन्थ्यो जहाँबाट चाहिँ शत्रुलाई आक्रमण गर्न चाहिँ असहज हुन्थ्यो। यहाँबाट चाहिँ तलबाट शत्रु चढ्नुपर्ने भएको कारणले सायदै खाँची राज्यले यहाँनिर दरबार बनाएको हुन सक्छ। यहाँ पुजारी बुवा हुनुहुन्छ, उहाँसँग हामी थप जानकारी लिनेछौँ। मुख्य कुरा त यहाँबाट देखिने दृश्य एकदमै सुन्दर छ। सल्लाहका वृक्षहरूको बिचमा दरबार छ, मन्दिर छ र यहाँ वरिपरिको गाउँहरू पनि सुन्दर छन्। डाँडा पाखा चाहिँ एकदमै मनपर्ने। यहाँबाट चाहिँ डाँडाहरू साना साना देखिन्छन्। हुन त ठुल्ठुला डाँडाहरू हुन् ती, तर पर भएका कारणले थुम्काहरू देखिन्छन् र त्यो थुम्काका धेरै ठुला श्रृङ्खलाहरू पनि छन् यहाँनिर वरिपरि नै। यो दृश्य हेरौँ र अब थप जानकारी पनि हामी लिने नै छौँ। खाँची दरबार क्षेत्र दृश्य अवलोकनका निम्ति पनि उपयुक्त स्थान हो। यहाँबाट वरपर सबैतिरका दृश्यको मजा लिन सकिन्छ। हुन त यहीँ तल सुपा देउरालीमा धेरै पर्यटकको घुइँचो हुन्छ, तर हामी यहीँ पुग्दा यो दरबार क्षेत्रमा खासै पर्यटक आएको पाइएन। मन्दिरमा पुजारी चाहिँ बस्नुहुँदो रहेछ, उहाँसँग गफ गर्ने अवसर पायौँ हामीले। गुनासो व्यक्त गर्नुभयो उहाँले। हाम्रो 6 पुस्तादेखि यहाँ काम गरेर जाने बाबु बाजेहरूले, त्यसपछि जाने पृथ्वीनारायण शाहको माहौल रहेछ यहाँ। त्यहाँ राज्य गरे रहेछन्। पछि अर्घा र यहाँ चाहिँ दुई भाइ जाने कस्तो हुन्छ। अनि अर्घासित लडाइँ भएछ। लडाइँ हुँदाखेरि हजुरको जाने सन्धिखर्कमा घर सन्धि भएर सन्धिखर्क भन्ने नाम राखेका रहेछन्। र यहाँ जाने अब पहिलादेखि राज्य गरेका। यहाँ तल जाने फेरि दरबार छ अरे जमिन मुनि भन्ने सुनेको मैले है। तर जाने प्लास्टिकले छोपेर माटाले पुर्या रहेछन्। खाँची भनेको जाने अब पहिल्यैदेखि अब के रहेछ, अब खाँची भन्छन् नि, केही चिजको खाँचो भएर खाँची भने हुन् कि कसो भयो हजुर। अब त कुरा थियो। अहिले चाहिँ के को खाँचो छ? अहिले खाँचो त जाने अब के को खाँचो हो, सबै चिजको खाँचो। यहाँ अब मन्दिरमा जाने यताउति व्यवस्था जाने केही छैन। अब सरकारीबाट जाने केही माथिबाट कोही नेताहरूले हेर्दैनन्, यसमा बजेट पर्दैन। दरबार त जाने पहिला जाने यो टिनको थाना थियो, पुरानो थियो, भत्काएर जाने नयाँ बनाएको। अझै यो पास भइसकेको छैन। वरिपरि बााउन्डरी घेर्न बाँकी नै छ अझै। नेपाल एकीकरण हुनु पूर्व हाल यो क्षेत्र 24 राज्य अन्तर्गत पर्थ्यो। त्यो बखत यो भेगमा ससाना राज्य हुने गर्थे, जसमध्ये यहाँ खाँची राज्य थियो भने केही पर अर्घा राज्य थियो। यस्ता साना राज्यहरू एक आपसमा लडाइँ गरिराख्थे आफ्नो राज्यको आकार बढाउन। खाँचीका 13औं पुस्ताका राजा दल शाहकी छोरी चन्द्र प्रभावतीको विवाह गोर्खाका राजा नरभूपाल शाहसँग भयो। चन्द्र प्रभावतीबाट सन्तान भएनन्, तर उनको सौतेनी छोरा पृथ्वीनारायण शाहलाई उनले युद्ध कौशलता सिकाइन्। भनिन्छ पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गराउन सक्षम बनाउने आमा रानी चन्द्र प्रभा नै थिइन्। पृथ्वीनारायण शाहले यस राज्यलाई आफ्नै माओली राज्य मान्थे। भनिन्छ गोर्खाले एकीकरणको समयमा यहाँ आक्रमण गर्नै परेन, या पृथ्वीनारायण शाहले गरेन। पाल्पा एकीकरण हुँदा यो राज्य विशाल नेपालमा गाभिन पुग्यो। यो क्षेत्र उत्खनन गर्दा पुराना वस्तुहरू भेटिएका थिए अरे। यहाँ पहिलेको इनार या कुवाको अवशेष हालसम्म देख्न सकिन्छ। ल हामी खाँचीकोटबाट निस्क्यौँ, नरपानी आयौँ र फेरि गुरुसिंहेतर्फको यात्रामा अघि बढ्यौँ। यहाँ गजब तवरले सडक बनेको छ। ठाडो भित्तालाई ताछेर सायद यी चट्टानहरू ब्लास्टिङ गरेर यो भिरमा सडक निर्माण सम्भव भएको हुनुपर्छ। यो तराईबाट अर्घा खाँची आउने प्रमुख मार्ग हो, त्यही भएर ठुला गाडीहरू पनि निकै चल्छन्। यहाँ व्यस्त मार्ग हो यो।
यस्तै भित्ताको सडक निकै बेर भयो छिचोलेको। सडक कहिले भित्रतिर छिर्छ भने बाहिर निस्किन्छ कहिले। अब पर सुपा देउराली मन्दिर देख्न थालियो। यहाँ माथि पर्यटकीय झोलुङ्गे पुल छ। सुपा देउराली आउने तीर्थयात्री र पर्यटक यो माथिको झोलुङ्गे पुल पुग्छन्। त्यहाँबाट मन्दिर र यो खोजको दृश्य मजाले देख्न सकिन्छ। सुपा देउराली त प्रसिद्ध धाम हो। धेरैले भ्रमण गर्छन्, भाकल गर्छन्। यसै घुम्न पनि यो भेग निकै रमाइलो छ। मानवीय चहलपहल यहीँबाट सुरु भइसक्यो।